यो पश्चिम 1 नम्बरको चर्चित गाउँ, चर्चित स्थान राक्सिङ गाउँ हो। यो बस्ती विक्रम सम्वत 1312बाट सुरु भएको छ। र यहाँ तल देखिने पाटहरू चाहिँ नि यो गदाल पाठक बेसी हो। यताबाट देखिने यो बितलप भन्दा माथिको यो हो। अनि पारी रिचोक सुन्तला एकदम प्रसिद्ध पाउने स्यादुल, यो चाहिँ सेपाङ हो। धेरै पल्ट अर्थमन्त्री भइसकेका सुरेन्द्र पाण्डेको घर पनि यहीँनिर हो। हजुर देख्नु भएको छ, यही स्थानमा हो। यहाँनिर विकासको नाम भने चाहिँ बाटो खोतल्ने काम चाहिँ भएको छ, तर अरू भएको छैन। राम्रो छ हेर्नु होला। यो चाहिँ किनमाने माद्राम दाई घर यो हो। यो पुछार कान्छाको घर यो हो। कुलुङ आसिङको यो मुखमाली दाई घर पहिला, अहिले उडुती अमरहरूको हो। यो पुछार घर पल्लो छेउ घर रासोपा अध्यक्ष धादिङ जिल्ला अध्यक्षको घर हो। यो बिचको घर ऋषिराज दाईको हो। अनि पनि नेतै हो, छोराहरू चाहिँ नेता छन्। माया कान्छो छोरो। यो चाहिँ चोपनाथ जिम्मलको घर, यो जिम्मल घर हो। अब हाम्रो घर चाहिँ अलिकति यहाँनिर सेल पर्छ, देखिँदैन। ल राक्सिङ गाउँ राम्रो छ हेर्नु। यो चाहिँ राबिधान भने यो आसिङहरूको घर राबिधान हो। ल यो चाहिँ अहिले मौसम सफा नभएको हुनाले हिमालहरू देख्न सकिएन।